हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। फेरि पनि न्यू भिडियोहरू लिएर आइसकेका छौँ। आई होप हजुरहरूलाई सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छौँ। आज चाहिँ हामी कहाँ जाँदा रे नानी? काफल टिप्न। आज चाहिँ हामी काफल टिप्न जाँदैछौँ गाइज। काम चर्केछ यस्तो उहाँ छ हाम्रो घर, उहाँ तल पुछारको घर हो। हामी त्यसरी काफल टिप्न जाँदैछौँ। यस्तो उकालो 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 कुला लाएर अहिले हामी हजुरहरूलाई देखाउने नै छौँ। घरबाट मम्मी त दाइले चाहिँ नजा यस्तो घाममा नजा पर्दैन भन्दै हुनुहुन्थ्यो। यता किन ल्याएपछि खामला किनेर भन्दै हुनुहुन्थ्यो। तर मलाई चाहिँ यस्तो गाउँ जान मन लाग्यो कि माथि माथि। अनि नगानी 2-3 वर्ष भइसक्यो जान्छु भनेर हिँडेका छौँ। यस्तो उकालो उकालो लाएर जाँदैछौँ हामी चाहिँ। स्यास्या भइहाल्यो कसरी जाने यस्तो। अहिले हजुरहरूलाई देखाउने छु। माथि गइसकेपछि हामी त चुचु डाँडामा पुग्नुपर्छ गाइज काफल खानको लागि। कहिले कतिखेर पुग्ने हो? यस्तो घाम चर्के छ हेर्नु। वन साइड यस्तो हो, खोला तल हो, उहाँ चुच्चु त माथि डाँडामा पुग्नुपर्छ। यस्तो उकालो उकालो लागेर। छोरो त्यता छोरो तिमी कहाँ जाला? काफल टिप्ने भाँडो लिएर हिँडे टोइ खोइ त्यो आएन त। हामी चाहिँ आधी बाटोमा आइसकेको छौँ। यस्तो छ बन्ने आइपुग्नु लाग्यो तर आइपुगेन, अझै बाँकी नै छ। यस्तो गर्मी चाहिँ यतातिर भाइ छ, यतातिर बहिनी, मेरो क्याबलाई डनपलेट नि एउटा उता बहिनी छ यता। म यता चुकाउनु भएर मुटु फुट्ला जस्तो भयो। पानी पनि बिर्का लागेर पानी उतै फुटाएर खाने। मेरो छोरो त्यता हो, म यता छु गाइज। छोरो साइनले काफल टिपेर काट्नु पठाइदिन्छु भने होइन? हो। कति पठाइदिने? 1 किल्टी पठाइदिने। किल्टिन लिएर आएको, किल्टी देखाइदियो त काली। तर काफल चाहिँ पाउँछ पाउँदैन थाहा होइन। किल्टी पनि छ यहाँ। यता किल्टी, अर्को झोला हो यतातिर म छु। लास्टै काम छ गाइज। उहाँ टाढा पुग्नुपर्छ होइन, कस्तो बादल लगाइसक्यो। उहाँ चुचु डाँडामा पुग्नुपर्छ। तलबाट यहाँ चाहिँ आइपुग्यो। नबाल्नु छोरो, त्यसरी आगो बाल्नु हुँदैन गाइज, हो कि होइन? म यतातिर छु। त्यो चाहिँ हाँस्दै हिँडिरहेको छु त्यतातिर। किन हाँस्यो भाइ? अब चाहिँ हजुरहरूलाई म वनमा पुगेपछि देखाउँछु है गाइज। हामी चाहिँ थल लागेर त बसेको छौँ। मिस पानी खाएको पेट मुटुसम्म आएर हिँड्न नसक्ने भइसक्यो। कसरी पुग्ने होला? गाह्रो भयो। म यहाँ बस्दा पनि काफल टिपेर ल्याइदियो है बरु सक्दैन। यता बहिनी छ, उतातिर छोरोहरू छ, यता बहिनी छ, यता चाहिँ म छु गाइज। मेरो अनुहार मात्र पिरो भएर होला। यस्तो अवस्था छ। कसरी पुग्ने, कसरी काफल टिप्ने, कसरी जाने, निन्द्रा लागिसक्यो। अब तपाईँहरूलाई वनमा गएर भेट्छु। गाइज हामी चाहिँ हिँड्न नसकेको यस्तो अवस्थामा यसरी आएर यस्तो छ बाटो। त्यहाँ घरहरू चाहिँ त्यता हाम्रो घर त तलतिर पानी पर्ला है घाम चर्केर दुना चोर भएको। कति कपाल टुप्पामा मान्छे टिप्न आएर होइन छ। कति धेरै काफल गाइज, कति काफल आइदिनु कि छ। यस्तो जानुपर्छ। यस्तो घारी गाह्रो छ हामीलाई। अनि यहाँ टिपेर कहाँ जाने नि? आमा यहाँबाट गुन्द्रुङ बिस्तारै आएर यति छ। बिस्तारै अहिले यस्तो काँडा यस्तो लुगा लाएर आऊँ हाप्नु क्या। यस्तो काँडा अथा मम्मी यस्तो रुख हुन्छ। काफल चाहिँ फेदखेदा त छैन, टुप्पोमा कसरी जानु? अब म आउन सक्छु? अब हजुरलाई टिपेसी देखाउँछु। रुखमा लगाएर चाहिँ देखाउँदैन है। म मोबाइल
रुखमा लगेर देखाउँ धेरै अलिकति गाह्रो पर्छ मलाई, त्यही भएर अहिले भुइँमै राखेर जान्छु अनि त्यसपछि अहिले देखाउँछु। तिमीहरूलाई देख्दैन अहिले देखाउँछु। गाइस म चाहिँ रुहा चढ्न सकिनँ, भुइँको टिप्दा खाँदैछु। लगाइदिने रुहा बसेर सबै झऱ्यो के ऊ तलतिर झरे यहाँ झरे होइन नि त नि तलतिर झरे यहाँ झरे होइन नि त नि यसरी आयो भयो 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 धेरै नहल्ला न यसरी टिपेर यसरी टिपेर यसरी टिपेर भुइँमा हल्लाएर कति धेरै झरेछ कति धेरै झरेछ काफुलाई मलाई नै वाइ टिप्दैन मलाई ल टोपिन्छ होला मैले भुइँमा झरेर थप्पै खाएको हाल्न हुँदैन नि त्यो त बिग्रिन्छ आऊ न भयो यहाँ बस्दिनँ है म त गएँ भएर यस्तो हम साथी जान सक्यो त्यहाँबाट माथि माथि जानै सकिनँ म मान्छे छ त्यही त अहिले मकरामा चढ्यो भने चाहिँ तपाईँलाई देखाउँछु है अब चाहिँ काबल खान जाँदैछ आइया मम्मी यस्तो यस्तो रुहा तर काबल चाहिँ पाउने नपाउने हो गाइस रुहा चाहिँ छ तर म टिप्न सक्दिनँ गाइस म चाहिँ काबल टिप्न आइसकेँ गाइस आथा मुची मलाई देखे हा अलिअलि देखिरहेछ अब छोड्दै कान्छी बन्द गर्दिम अहिले यसरी टिप्दैछौँ यसरी रुखबाट टिपेर ल्याउने अनि यसरी बट्टामा हाल्ने गाइस काफा समात्यो मोबाइल खालि यस्तो गरेर देखा यो बट्टा भरि भएपछि त म त काठमाडौँ लगेर जाने हो यसरी हालेर टक्क बिटको लाउने हो अन्त फेरि रुखमा चढ्ने हो गाइस अनि सबैले रुख भाँचेर यस्तरी फालिदिएको कसले होला गाइस यस्तो चाहिँ नगर्नु होला अर्कोचोटि नि खानुपर्छ भनेर याद राख्नु होला यता छ गाइस हामीले चाहिँ काबल टिपिसक्यो मिस यत्रो भाँडामा अनि यता छ इस्लाली गुराँस पनि छ त्यो त हामी त वहाँ तल कहाँ पुग्नुपर्छ है वहाँ तल पुग्नुपर्छ हामी यहाँबाट यस्तो भइसक्यो अँधेरो ओ छोरो त्यता बसेर काबल काबल होइन उता पानी परिसक्यो माथि बादल आइसक्यो तिर यस्तो यस्तो छ हामी चाहिँ अब घर जान लागेको यस्तरी टोपी लगाएर बसिरहेछौँ त्यता लजाइरहेछ हाम्रो सानी चाहिँ आज आउँदै हुनुहुन्छ अरे सिम्लोमा अरे त्यही पनि यस्तो पानी परिरहेको पानी भएर यस्तो भइरहेको आमा हामी कहाँ पुग्नुपर्ने
वहाँ तलमा कहिले पुग्नु 3 घण्टा लाग्छ अब हामीलाई अब हामी फाइनली घर गएपछि देखाउँछौँ है हजुरहरूलाई हो कि गाइज यहाँ छोरो काबल खाँदै खाँदै हिँड्छ ऊ त्यता रितिसा छ त्यता त्यसको झोला त्यसको त्यता छ मेरो चाहिँ यता छ गाइज लालीगुराँस छ मसँग चाहिँ सबभन्दा धेरै चाहिँ मैले टिपेको ऊ खाँदै हिँड्यो त्यो चाहिँ खाइ गर्छ क्या जतिहरू गाइसयो भर त्यत्रो यस्तो गाइज यस हामी चाहिँ अब जान लागेको हामी जान लाग्यो है नि गाइज मर्लास लडेर ल ल ल ल पानी छिटो हान्न थाले गाइज हामी त वहाँ कता कता पुग्नुपर्छ वहाँ टाढा पुग्नुपर्छ पानी परेर कस्तो भइसक्यो पुरा आपको रुख छ त्यतातिर गाइज यस्तो यस्तो है हाम्रो गाउँ त घरै गर्छ ऊ तलतिर त्यो चाहिँ हाम्रो घरमा त सबैभन्दा ठुलो ढल घर चाहिँ तेरो टाउको ढल घर गाइज हामी चाहिँ लालीगुराँस नै छ जाने हो कि यो चाहिँ हामी चाहिँ घर जान लागेको पानी पर्यो त्यतातिर चटपट खाएर जाने भनेको पानी पर्ला खाँदैछ गाइज चटपटी चाहिँ नखाइकन नजानी नै पानी पऱ्यो नि परोस् पानी पऱ्यो भिजेर जाने चटपटी खाँदै हामी यस्तै त हो नि लड्लास बिस्तारै हामी चाहिँ अब जान लाग्छौँ गाइज अब तपाईँहरूलाई बाटातिर गएर देखाउँछौँ ल गाइज हेर्नु नि यिनीहरू चाहिँ यसरी जान्छ नि यस्तो यस्तो रुखमा यता यसरी फाइनली गाइज म चाहिँ घर आइसकेको छु उनीहरू छोरी चाहिँ त्यता घाँस काटेर आइरहेको थियो भाग्यो हेर्नु भाग्यो यिनीहरू चाहिँ भिना चाहिँ देखेर यता भागिरहेको छ गाइज म चाहिँ काबल टिपेर अघि नै आएको अब चाहिँ भिडियो एन्ड गर्नु भनेर लागिरहेको छ हाम्रो भाउजू यता हुनुहुन्छ है समोसा हाँसेर यो भुराहरू चाहिँ तुलसी मोडमा पूजा गर्नुपर्ने ठाउँमा यसरी बस्छन् के गर्नुपर्छ यो भुराहरूलाई कारवाही गर्नुपर्छ कि पर्दैन भनिदिनुहोस् गाइज कमेन्ट गर्नु होला ए यो भुराहरू यसरी बस्यो अहिले भर्खर यहाँ पुलिस आउनु होला है यहाँ समात्नलाई मेरो छोरी यता चाहिँ बहिनी यता चाहिँ उता लिएर जाऊ बहिनी लाग्छ बल खेलिरहनु भएको छ उहाँहरू चाहिँ यसरी हो मेरो छोरी चाहिँ यस्तो ऊ डन छ भिना सानबाउ देखेर लाजाले भुत्तुके वन मान्छे जस्तो भएको छ आज किन हो थाहा छैन अर्को ताइसित त्यहाँ चाहिँ त्यसरी गेम खेल्नुहुन्छ सानबाउ र छोरो मिलेर त्यसरी त्यसरी म चाहिँ यता छु होइन गाइज हामी चाहिँ काबुल टिपेर आइसकेका छौँ खाजा पनि खाइसक्यौँ हो कि होइन हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु बाई बाई